Let's together, okay. Let's move it. Let's go. 92. 94. 90. 94. Let's do this, okay, chat. Much love, match. 96. 97. 97. 98. 98. Let's go for 100. Let's go for 100. Let's go for 100. Big love. जब कुल बोयले भन्छ कुल ग्याङले गर्छ, जब कुल बोयले भन्छ कुल ग्याङका हिरोजहरूले गर्छन्, जाम्याङ शेर्पा ट्रुप हिरो लानिस, नवीन कल्पना, तेन्जिन लामा, नवीन श्रेष्ठ, क्युसङ, दिल मजार, डे नाइट, मगर्नी पुड्की, everybody, okay. Much love from the bottom of my heart. Much love and respect. I want to say one thing. Hey. हजुर के अरे सुन्नु न, हजुर यता हेल्प गर्ने, यतापट्टि माया गर्नेहरू सम्पूर्ण जाम्याङ शेर्पा, रूप हिरो लानिस, लबिन कल्पना, तेन्जिङ, नवीन श्रेष्ठ, क्युसङ, दिल मजर, डे नाइट, म्याग्दिली खान्छ, सबैलाई रेस्पेक्ट छ मनदेखि नै है। एन्ड यो जुन पनि छ नि साथ सपोर्ट गर्नुभएको, यो कुल बोयले होइन कि यो कुल ग्याङले गरेको साथ सपोर्ट है, यो हाम्रो हिरोजहरू, हाम्रो गिफ्टर्सहरूले गरेको साथ सपोर्ट, हाम्रो दाजुभाइहरू, दिदीबहिनीहरूले गरेको साथ सपोर्ट हो है। यो भनौँ न एकदम माया छ दाइ है, एकदमै माया छ। हजुरको यो स्टोरी जुन सुनेर छ नि एकदम नराम्रो फिल भयो दाइ, मलाई एकदमै होइन एकदमै नराम्रो फिल भयो। अनि कहिले पनि देख्न नपरोस्, यसरी लाइभमा आएर यसरी गरिरहेको, यस्तो गरेर कसैले पनि देख्नु नपरोस् भन्ने लाग्छ मलाई चाहिँ राजाहरू। एकदमै कतिजना बच्चाहरू हुनुहुन्छ हजुरको? मेरो दुईटा हो, यो बाबु पहिलो हो अनि नानो बाबु अहिले 10 पुरा भयो, 11मा लाग्यो, नानो चाहिँ 8 पुरा भयो, 9मा। ओके छ त। अब च्याट वान मोर भनिरहेको छौ कि बट मच लभ एन्ड रेस्पेक्ट हो क्या, मच लभ एन्ड रेस्पेक्ट। दाइ सुन्नु, आज चाहिँ म तपाईँलाई फलो पनि गरिरहेको छु। आज मेरो अझै अरू मान्छेहरू पनि आउनु भएको छैन। जुन दिन मेरो मान्छेहरू आउनुहुन्छ त्यो दिन हामीहरू फेरि जोइन हौँला है, फेरि यसो बसेर गरौँला। एकदम माया छ दाइ हजुरको कुराकानी सुनेर, एकदमै मतलब हुँदैन कसरी मेरो जोइन हुन्छ, कसरी भेटघाट हुन्छ, यसरी कसरी कुराकानी हुन्छ। मैले पनि ओहो राजाहरू यार, मैले चाहिँ विश्वासै गरेको थिइनँ कि हजुर यसरी जोइन हुन्छ भनेर। मैले कति हजुरको लाइनमा म प्रत्येकचोटि गइरहेको हुन्छु अनि मेसेज छोड्छु, अनि म के अरे मेसेज गर्छु, अनि त्यसपछि एभ्रीबडी आस्किङ फर इसेवा 98 इसेवा उहाँको भाइमा छ, इसेवा म गरिदिनु ल। ओके, हाम्रो साइडबाट पनि गर्नुपर्ने कुराहरू म गरिदिइहाल्छु, त्यो टेन्सन भएन है। ओके, उहाँको इसेवा खोजिराख्नु भएको छ म्याक्सिमम् मान्छेहरूले, इसेवा त्यतापट्टि गएर म हेल्प गर्न चाहन्छु आशिषलाई। त्यहाँ छ हाम्रो ल्यानिस त्यहाँ यतापट्टि इसेवाहरू छ, उहाँको ब्याङ्कहरू छ होला है। ब्याङ्क नभए पनि म उहाँसँग मागेर भन्दा पनि मागेर म हजुरहरूलाई पठाइदिन्छु है। एन्ड बिग लभ च्याट, बिग लभ। ओके, बिग लभ। दाइ सुन्नु न च्याट, एकछिन भयो। ओके, एकैछिन भयो। ओ भेरी नाइस ब्रदर। बायोमा छ उहाँको सेवा। ओके, बायोमा छ। जुन यो बाउले गर्नुपर्ने जुन कर्तव्य हजुरले निभाइराख्नु भएको छ नि आफ्नो बच्चाप्रति, आफ्नो छोराप्रति, आफ्नो बालबच्चाप्रति, एकदम है दाइ, एकदम रेस्पेक्ट छ मेरो दाइ, एकदमै रेस्पेक्ट छ। अनि आज कसरी जोइन हुनु पुगे, भगवान्ले जोडाएको हो कि भगवान्ले पुगाइदियो कि मलाई थाहा छैन है। हजुरसँग जोडिनु पुग्यो एकदमै होइन, सुनेर एकदम धेरैजनालाई रिलेट पनि भयो होला यो कुराहरू, धेरैजनालाई तपाईँको रिलेट भयो। चाँडै बाबुलाई पनि चाँडै दिएको बाबुलाई
अझै अर्को दिन पनि कुनै दिन जोइन होला, अर्को दिन पनि यसरी बोलाउँला होइन। तर भनौँ न यो कुराहरू भन्नुभयो मलाई यताउति भन्नुभयो, तर हामी यस्तो ठुलोको मान्छे, ठुलो कन्टेन्ट क्रिएटर हो, को सानो क्रिएटर हो, ठुलो मान्छेलाई जोइन गरौँ, ठुलो मान्छेलाई जोइन गरिसकेपछि यता यस्तो फाइदा हुन्छ, सानो मान्छेलाई जोइन गरेपछि यस्तो हुन्छ भन्ने हाम्रो चाहिँ मनस्थिति त्यस्तो कहिले पनि छैन है दाइ, बुझ्नु होइन। हामी समान तरिकाले लिन्छौँ। एभ्रीबडी जो पनि आउनुहुन्छ यहाँ, जति पनि जे गर्नेवाला चलपल दिने मान्छेहरू पनि हामी सबैलाई बराबरै तरिकाले ट्रिट गर्छौँ, सबैलाई राम्रो तरिकाले ट्रिट गर्छौँ। जति ठुलो मान्छे आयो भने, जति नचिन्ने एकजना भ्युवर्स भएर बसिरहेको मान्छेलाई पनि मेरो ट्रिटमेन्ट बुझ्यो, 1000 लाखौँजना भ्युवर्स भएर बसिरहेको मान्छेलाई पनि मेरो ट्रिट बुझ्यो दाइ है। तर माया छ, जुन हजुरले आफ्नो बाल बच्चाप्रति गरेर राख्नुभएको छ नि, यो एकदम रेस्पेक्ट छ है, एकदम माया छ। गुड नाइट। म त के गर्छ मलाई लाग्छ कि भन्नु सक्छु न, के गर्छ मलाई लाग्छ भन्दाखेरि मेरो जोइन हुने हो कि मेरो एकदम माया छ राजाहरू। थ्याङ्क यू सो मच। जति पनि जना अघिपट्टि हुनुहुन्थ्यो उतापट्टि गएर सपोर्ट गर्नेहरू, भगवान् छन् त भगवान्ले एक दिन हेर्छन् पनि देख्छन् पनि। ओके, मच लभ च्याट। गुड नाइट, राम्रोसँग बस्नु होला। अब जानै पर्ने हुन्छ, सुत्ने टाइम पनि भइसकेको छ। मेरो घरमा पाहुना आउनुभएको छ क्या है, अनि पाहुनाले चाहिँ मेरो रुम कब्जा गर्नुभएको छ है।